सुकुम्बासी बस्तीबाट यसरी व्हील चेयरमै निस्किँदैछ। कति समयदेखि बस्दै हुनुहुन्थ्यो सर यहाँ? म यहाँ 6 महिना भयो सर। अहिले कहाँ हिँड्नुभयो त अब घर जान लाग्यो। कहाँ छ घर? घर त हाम्रो सर। अब तपाईँ खासमा यहाँ चाहिँ बसोबास गरिरहनु भएको थियो, तर आफ्नै घर थियो कि भाडामा बस्नुहुन्थ्यो? म भाडामा बसेको थिएँ 4000। कसको कसलाई तिर्नुहुन्थ्यो भाडा तपाईँले? यहीँको त्यो मेयर छ, यहीँको बनाएको मेयर थियो। ए, मेयरको घरमा? यो बस्तीको मेयर? यहाँ बस्तीको मेयरमा उसैले 4000। के नाम हो त्यो मेयरको? उसको नाम चाहिँ चिन्नै सकेन, तर देखे पनि चिन्छु सर। उसको नाम चाहिँ भन्दैन उसले? कतिवटा टहरा थियो यहाँ? उसको त्यही 2टा थियो। 2टा टहरा थियो, हरेक टहरा चाहिँ भाडामा लगाउँथ्यो। अनि ऊ कहिले भाग्यो? ऊ अस्ति नि आज 2 दिन भयो, 2 दिन यहाँबाट भयो। तपाईहरू जस्ता व्यक्तिहरूलाई भाडामा लगाएर पैसा खाने, बाहिर बस्ने अनि सरकारलाई धम्क्याउने। पछि सामानै मेरो कतिचोटि फालिदियो, अनि यहाँ यत्रो पैसा भएर लगाएको, अनि दिनै पर्छ भनेर मेरो कतिचोटि बिजोग पार्दै नि सर। बल्से घाटमा पनि बसेको थियो, त्यहाँ पनिको के भन्छ त्यहाँको वडा 10 दीपक होइन, उहाँले पनि मलाई गाह्रो गरेको थियो। ए, बस्तीमा वडा अध्यक्ष मेयर सबै हुन्छन्? त्यही ओहो, अलग्गै साम्राज्य रहेछ नि यहाँ त। त्यही वडा 10 त्यो उताको वडा 10ले म चिन्छु, दीपक हो। तपाईँ कहाँ जाँदै हुनुहुन्छ अब? अब त्यही म उता हाम्रो साथीहरू छ त्यही। यहाँ भित्र बस्दाको चाहिँ तपाईँको अनुभव सुनाइदिनु न हामीलाई। के हुन्थ्यो यहाँभित्र? यहाँ त धेरै नै हुन्थ्यो, किनबेच यताउति दुनियाँ दिमाना होइन सर, त्यो त सबै हुन्थ्यो होइन। यो टहरै किनबेच हुन्थ्यो कि भाडामा मात्रै लाउँथे यिनीहरूले? टहरै बेचिदिन्थ्यो। ओहो, कतिसम्म बेचेको थाहा